यहाँहरू सम्पूर्णलाई हाम्रो युट्युब च्यानल लोकप्रिय गुरु 5 मा हार्दिक स्वागत छ। आज हामी एउटै कोडबाट एनसिएल र एनसिटीका दुवै सिमहरूमा ब्यालेन्स चेक, रिचार्ज र ब्यालेन्स ट्रान्सफर गर्न हामी सक्छौँ। त्यो कुराको हामी जानकारी लिनेछौँ। यहाँहरूले हाम्रो लोकप्रिय गुरु 5 लाई पहिलो पटक भिजिट गर्दै हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरी सहयोग गरिदिनुहोला। यहाँले ब्यालेन्स चेक गर्नका लागि *144 ह्यास गर्नुहोला र गरिसकेपछि यहाँहरूले यसरी यहाँ हाम्रो सिम 1 मा चाहिँ एनटिसी दिएको छ। एनटिसीमा हामी चेक गरेर हेर्छौँ। हाम्रो यो ब्यालेन्स इज RS 160 भनेर एक्सपायरी अन जुन 1, 2027 भनेर यसरी दिइयो। अब हामीले एवं प्रकारले *144 ह्यास गरेर हामीले एनसिएलको पनि रिचार्ज चाहिँ हेर्न सक्छौँ। यहाँहरूले हेर्न सक्नुहुन्छ यहाँहरूको ब्यालेन्स RS 00, लोन RS 42 भनेर यसरी हामीलाई दिएको छ। एवं प्रकारले अब हामी रिचार्ज गर्नका लागि यहाँहरूले सर्वप्रथम *122 डायल गर्नुहोला। त्यसपछि स्टार गर्नुहोला र स्टार गरिसकेपछि रिचार्ज कार्डको पिन कति हो यहाँले यसरी चाहिँ रिचार्ज कार्डको पिन डायल गर्नुहोला र पिन डायल गरिसकेपछि यहाँहरूले ह्याच गरेर यसरी के गर्न सक्नुहुन्छ, कलिङ गरेर चाहिँ ब्यालेन्स रिचार्ज पनि गर्न सक्नुहुन्छ। एवं प्रकारले यहाँहरूले ब्यालेन्स ट्रान्सफर गर्नु पर्यो भने यहाँहरूले ब्यालेन्स ट्रान्सफर गर्नका लागि यहाँहरूले स्टार डायल गर्नुहोला र 133 डायल गर्नुहोला अनि स्टार डायल गर्नुहोला अनि सेक्युरिटी कोड यहाँले सेक्युरिटी कोड 543657 यहाँ कति हो कोड यहाँ यसरी कोड डायल गर्नुहोला। त्यसपछि स्टार थिच्नुहोला र त्यसपछि मोबाइल नम्बर यहाँहरूले मोबाइल नम्बर कति हो यसरी मोबाइल नम्बरलाई थिचिदिनु होला। मोबाइल नम्बर थिचिसकेपछि यहाँहरूले स्टार थिच्नुहोला र स्टार थिचिसकेपछि यहाँहरूले कति एमाउन्ट पठाउने हो एमाउन्ट टाइप गरेर यहाँहरूले ह्याच गर्नुहोला र ह्याच गरिसकेपछि यहाँहरूले कलिङ बक्समा गएर कलिङ गरिदिनु होला र कलिङ गरिसकेपछि यहाँहरूले सजिलैसँग के गर्न सक्नुहुन्छ त आफ्नो ब्यालेन्सलाई पनि ट्रान्सफर गर्न सक्नुहुन्छ। यो दुवै सिमका लागि यी तीनवटा कोडहरूले एकैसाथ यहाँहरूले स्मरण गरेर काम गर्न सक्नुहुन्छ। यहाँहरूले फरक फरक कोडहरू सम्झिरहनु परेन। पक्कै पनि यहाँहरूलाई यो भिडियो उपयोगी हुनेछ भन्ने मैले विश्वास लिएको छु। यहाँहरूलाई जस्तो लाग्यो उस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। यहाँहरूका कन्फ्युजनहरू केही छन् भने हामीलाई टिप्पणी बक्समा टिप्पणी छोडिदिनु होला। सोको आधारमा मैले यहाँहरूलाई भिडियो उपलब्ध गराउनेछु र यहाँहरूले हाम्रो शैक्षिक च्यानल लोकप्रिय गुरु 5 लाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी भिडियोलाई लाइक गर्न नभुल्नुहोला। यहाँहरूको दिन सबैको शुभ रहोस्। धन्यवाद।